हेलो एभ्रिवान, नमस्कार। डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसन डिडिए का अनुसार नेपालमा हाल 170 वटा फार्मास्युटिकल इन्डस्ट्रिज रहेका छन्। त्यसमध्येको एउटा ओ मेगाश्री फार्मास्युटिकल लिमिटेडले जेनरल पब्लिकमा आइपिओ जारी गर्न अफर लेटर पब्लिस गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी 60 करोडको 30%ले हुने रु 100 अङ्कित 18 लाख कितामध्ये 10% वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई, 3% संस्थाका कर्मचारीलाई र 5% सामूहिक लगानी कोषलाई बाँडफाँड गरे पश्चात बाँकी रहेको 14,76,000 किता सर्वसाधारणका लागि खुला गरेको हो। यही फागुन 27 गते अर्थात् भोलिदेखि आवेदन दिन सकिने यस कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले BB- प्रमाणपत्र प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँदछ। आर्थिक वर्ष 2079-80 मा कमर्सियल अपरेसन लाइसेन्स पाएको कम्पनीले स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प भन्ने मुख्य मन्त्रलाई आत्मसात गर्दै कार्य गर्दै आएको छ। चितवन 29 मा रहेको यस कम्पनीको आयोजनाको कुल लागत 1,26,63,69,79,000 रहेको छ भने कुल दायित्व 78,91,22,000 रहेको छ। कम्पनीले दायित्व भुक्तान गर्न 15 वर्षको योजना बनाएको छ। ओमेगाश्री फार्मास्युटिकलले आइपिओ जारी गरे पश्चात प्राप्त हुने रकम ऋण भुक्तान गर्न, व्यवसाय विस्तार गर्न तथा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गराई व्यवसायको दीर्घकालीन वृद्धि साथै प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेको छ। अब लागौं कम्पनीको ओनरशिप स्ट्रक्चरतर्फ। कम्पनीको सबैभन्दा ठूलो स्टेक 6,15,000 किता अर्जुन कुमार श्रेष्ठसँग रहेको छ, जो यस कम्पनीका चेयरम्यान पनि हुन्, र अन्य सञ्चालक, संस्था र व्यक्तिहरूसँग गरी कुल 42 लाख किता प्रति 100 का दरले चुक्ता गरिएको छ। यससँगै अब आइपिओ पश्चात 70% संस्थापक र 30% सर्वसाधारण शेयर ओनरशिप हुनेछ। अब कुरा गरौँ कम्पनीको फाइनान्सियल हेल्थको बारेमा। कम्पनीको आर्थिक वर्ष 81-82 को पौष मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी 98 पैसा, प्रति शेयर नेटवर्थ 91.15 र सञ्चित नोक्सानमा 3,71,76,000 रहेको छ भने आर्थिक वर्ष 83-84 सम्म इपिएस 14 रुपैयाँ 10 पैसा, नेटवर्थ 113 रुपैयाँ 37 पैसा र सञ्चित नाफा 8,02,23,000 पुर्याउने लक्ष्य लिएको छ। हालसम्म 31 प्रकारका औषधिहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको यस कम्पनीले आर्थिक वर्ष 81-82 को पौष मसान्तसम्म 13,60,00,000 को सञ्चालन आम्दानी गर्दा नेट प्रफिट भने 41,29,303 गरेको छ। इस्यु म्यानेजर प्रभु क्यापिटल रहेको यस कम्पनीको आइपिओमा भोलि फागुन 27 गतेदेखि छिटोमा चैत्र 3 गतेसम्म र पर्याप्त आवेदन नपरेमा चैत्र 12 गते साँझ 5 बजेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य रु 100 मा आवेदन दिन सकिने यस कम्पनीमा मिनिमम 10 किता र म्याक्सिमम 10,000 कितासम्म आवेदन दिन सकिनेछ। वेल, समयका लागि धन्यवाद। प्रतिक्रिया दिन भने नबिर्सनुहोला। नमस्कार।